प्लास्टिकको हो कि हेर्नु न मेरो यहाँ फेसमा यति धेरै स्टुडेन्टले गर्दा बिग्रेको हो देश कहाँ पुग्थ्यौँ है। हाई गाइस, हजुर के गर्दै हुन्छ? हामी जाँदैछौँ आज भालुढुङ्गातिर दिदी बहिनी भएर। अनि म चाहिँ यहाँ बहिनीको फोन क्याप्चर गरेर भिडियो गर्दैछु है। मेरो चाहिँ फोन ब्यागमा छ अनि निकाल्न अल्छी लाग्यो नि त। अनि बहिनीकोबाट जसकोबाट गरे पनि भइहाल्छ, भरे टक्क भिडियो हाल्नुपर्ने हुन्छ। साथीहरू हेर्नु होला, हामी भालुढुङ्गा जाँदैछौँ दिदी बहिनी। नदेखेपछि के काम लाग्यो देखाउनु बहिनी यता सिन। सो गाइस, अब चाहिँ भालुढुङ्गातिर जानुपर्ने हुन्छ, एकछिन घुम्नुपर्ने हुन्छ, त्यसपछि चिया बगानतिर है। अब चाहिँ हामी पुग्न आँट्यौँ। यतिको दिदी भएपछि मलाई के चाहियो? हो त, यतिको दिदी भएपछि, यतिको बहिनी भएपछि दिदीलाई त्यसै मक्ख। साथीहरू हामी 1 महिना चाहिँ हामीले सँगै टाइम स्पेन्ड गऱ्यौँ है। म काठमाडौँ गएको थिएँ अनि हामी सँगै बस्यौँ। हामी दिदी बहिनी भएपछि साथीहरू कहाँ पुग्थ्यौँ है। कति मेमोरीहरू छ, तर के खान्थ्यौँ, कहाँ पुग्थ्यौँ, कति रमाइला गफ गर्थ्यौँ है। अहिले चाहिँ अब अलिक समय बसौँ भनेको, तर बहिनीको अलिकति टाइम चाहिँ छैन, त्यो भएर चाहिँ अलिकति गाह्रो भइरहेछ। अलिक दिन बस भन्दैछु, जाने भनिरहेको थिएँ। मेरो पनि अलिकति रस टाइम छ यतिखेर, तर पनि म बहिनीको लागि भनेर टाइम जति सक्दो चाहिँ निकाल्ने ट्राई गरिरहेको छु। मेरो कामहरू यतात्यता कलेजहरू, तर केही छैन खल्लीबली। त्यो भनेको अहिले यो टाइम फेरि आउँदैन नि त साथीहरू होइन। भिआइपी हो नि, फेरि अरूको लागि दिदीले निकाल्दिनँ म। अभियसली म अरूको लागि भनेर चाहिँ टाइम कहिले पनि निकाल्दिनँ, निकालेको थिइनँ पनि। आउने दिनहरूमा निकाल्नु पर्यो भने चाहिँ नि मेरै लागि, अहिलेको लागि चाहिँ बहिनीको लागि स्पेसल्ली है। सो अब गफ भनेको त जति गरे पनि सकिँदैन साथीहरू। यहाँनिर क्यामेरा अफ भइसक्यो। मैले बेला बेला यता तलको बटम थिचिरहेको हुन्छु कि राइट साइडको थिचिरहेको हुन्छु, त्यो भएर लक लागिरहेको हुँदो रहेछ। केही छैन। ओ सरी, अहिले चाहिँ मैले त्यो मिस्टेक गरिरहेको छैन, म एकदम ख्याल गरिरहेको छु भिडियो बनाउन्जेल चाहिँ। सो गाइस, यस्तै छ। अब हामी पुग्न लाग्यौँ भन्दै पनि निकै टाइम भइसक्यो हामी हिँडेको। 4-5 मिनट त भयो होला है। त्यतिलाई निकै भनिँदैन है, हाइवेदेखि। सो बाबा गाह्रो छ माई पोखरी जाने बाटो बिग्रेको छ अरे, अनि गाडी जाँदैन भन्नुभयो। अनि इलामतिर लाग्यौँ। मामुको कल आएको छ, मम्मीको कल आएको छ गाइस। मम्मीसँग बोल्दैछु। के गर्दै हुन्छ? कति टिप्नु भयो चिया? ए को हजुरमा त सबै इलामेलीहरूको कुरै छुट्टै। ए ल ल खाली साथीहरू, हाम्रोतिर हुन्छ। इलाममा अब चियाको सिजन भएको छ नि त। अनि अब चियाको मामु चाहिँ चिया टिप्न जानु भएको छ। सो यहाँ मामुसँग कलमा बोल्दैछु। अब इलामेलीहरूको त साथीहरू के गर्नु, घर घरमा चिया हुन्छ होइन। अनि अब चिया बगान तपाईँहरू त चिया बगान घुम्नलाई आउनुहुन्छ। हामी बिहानदेखि बेलुकासम्म चिया बगानमै हुन्छौँ। यो मान्छेले भ्लग भनेपछि केही चाहिँदैन, कलमा राखी अनि मामु होल्डमा हुनुहुन्छ है। म हजुरसँग कुरा गरिरहेको छु। सो त्यही हो साथीहरू, मलाई भ्लग गर्न चाहिँ एकदमै मनपर्छ। अनि सो यस्तो मान्छे पनि हो भ्लग। यस्तो मान्छेहरूदेखि सावधान रहे, सतर्क रहे, ब्यालेन्स सकिन्छ। यस्तो मान्छेले कलै गर्नु हुँदैन। नाम राखेको ल। हामी यहाँ भिडियो बनाउँदै जाँदैछौँ। 5 मिनट होल्डमा राखेपछि अनि त्यो पछि होल्डबाट हटाएर राखेको ल। अरे त्यति भन्नलाई कसले होल्डमा राख्छ? यस्तो भएन है, भएन, म त मान्दिनँ। सो गाइस, अनि मेरो चाहिँ होइन अब मेमोरीहरू चाहिँ एउटा मेमोरी हुन्छ भनेर होइन म चाहिँ भिडियोहरू गरिरहेको हुन्छु। फोटो भिडियोहरू त अब मेमोरीको लागि गरिन्छ नि त। अनि मलाई भ्लग चाहिँ एकदमै मनपर्छ। सो म भ्लग गरिरहेको हुन्छु। अनि आज दिदी बहिनी हिँडेको मौकामा पनि हामी भ्लग गर्दैछौँ। सो गाइस, आउँदैन, सबै आउने दिदीलाई नै हो। होइन बहिनीलाई एकदमै धेरै आउँछ है। कति धेरै पहिरो गएको रहेछ यता त। पहिले के हो, मेरो बहिनी जस्तो ट्यालेन्ट यो संसारमा अलि कम भयो कि कोही तँ बता दिजिए भन्दै। सो गाइस, हामी जाँदैछौँ। यस्तै छ आज हामी। हेरौँ के हुन्छ, भिडियो गर्दैछौँ। सो हामी पुग्नै आँट्यौँ। जाँदैछौँ लुगा बोकेर ब्याग बोकेर। गर्मी भयो मलाई साथीहरू, गर्मी भयो भन्ने कि अचम्म कि मान्छे अर्कै ब्रह्माण्ड नभन्नु। अनि साथीहरू, दिदीको साथीहरू भरे यो चाहिँ मेरो च्यानलमा हाल्छु म सारेर। हाल्नु न, हाल्छु
मेमोरीको लागि भनेर ब्ल्याकमेल गर्ने मान्छे जस्तो छ मेमोरीको लागि भनेर भिडियो बनाएर सो गाइस अहिले चाहिँ हामी आइपुगिसक्यौँ भालुढुङ्गातिर है यहाँनिर चाहिँ हाम्रो इन्ट्री हुन्छ यहाँ अगाडि चाहिँ हाम्रो काउन्टर छ हामीले चाहिँ बिल टिकट पनि काट्नुपर्ने हुन्छ तपाईँहरू यदि आउँदै हुनुहुन्छ भने चाहिँ आइपुगिसक्यौँ है हेर्नु न मेरो यहाँ फेसमा यति धेरै प्रब्लम्सहरू देखिरहेछ गाह्रो छैन हेर्नुहोस् मेरो ब्युटिफुल विनलाई हेर्नुहोस् पछाडि हिरो ल साथीहरू हामीले चाहिँ टिकट पनि लिइसक्यौँ है पर पर्सन 20 रुपियाँ छ टिकट चाहिँ पर पर्सन भनेर 20 रुपिस भन्नु भयो नि 20 रुपिस 20 रुपिस मेरी बहिनी यता छिन् हामी चाहिँ भालुढुङ्गा आइसक्यौँ गाइस वेलकम टु भालुढुङ्गा इलाम भनेर चाहिँ सो गाइस अब चाहिँ हामी डुल्नुपर्ने घुम्नुपर्ने हुन्छ यो हाम्रो ब्यागहरूलाई चाहिँ यतै राखौँ होला सो तपाईँहरू पनि इलामतिर आउनु भएको छ भने भालुढुङ्गा आउनु भएको छ छैन है पक्कै पनि आउनु भएको छ होला इलामवासी हुनुहुन्छ भने त अनि सो आउनु भएको छैन भने आउनुहोस् घुम्नुहोस् है नआउनुहोस् म बोलाउँदिनँ म एक्लै घुम्छु बहिनी यता छिन् यता हाम्रो भालुढुङ्गा वेलकम टु भालुढुङ्गा इलाम गाइस हेर्नुहोस् यस्तो राम्रो देख्छ मेरी प्यारी बहिनी यता छिन् एकदमै राम्रो किसीकै नजर नलागे सो गाइस हामी चाहिँ यता घुम्दैछौँ भालुढुङ्गातिर हाम्रो आई लभ भालुढुङ्गा है सो यहाँ न मलाई चाहिँ धुस्रे फुस्रे कस्तो देखिरहेछ होइन ओके बहिनी अगाडि अगाडि जाँदैछिन् अनि म यहाँ पछि पछि भ्लग गर्दै गर्दै जाँदैछु बहिनी सँगसँगै छुइनँ म पछि पछि छु गाइस है सो यहाँ हेर्नु न यहाँ दिदी बोक्नु न भनेर है अब आज चाहिँ यस्तै छ घुम्न आएका मान्छेहरू हामी घुम्नुपर्ने हुन्छ पानीले चाहिँ डिस्टर्ब गर्छ कि भन्ने लागिरहेछ हल्का हल्का तर पक्कै पनि नगर्ला गऱ्यो भने हामी टेर्नेवाला छैनौँ साथीहरू सो हेलो यता चाहिँ यस्तो छ यहाँको सिन चाहिँ एकदमै राम्रो छ वरिपरि जङ्गल पाखा पखेरा छ गाइस है यस्तो राम्रो छ नि त के भएछ अरे नोटिस गर्छ आँखाभित्र घाँस आएछ अब तर घाँसै हो कि प्लास्टिकको हो कि हु केयर्स तर आइपुग्यो हामी चाहिँ यता अहिले कटेजतिर भिडियो सुरु भइसक्यो गाइस ओ ब्युटिफुल लेडी सो गाइस हामी चाहिँ अहिले यहाँ कटेजतिर छौँ होइन अनि फोटो भिडियो हाम्रो चलिरहेको छ मैले आज बहिनीको फोन चाहिँ पुरै मैले क्याप्चर हानिरहेको छु गाइस सो यता ब्याकग्राउन्डमा चाहिँ हाम्रो कटेज यो चाहिँ हाम्रो कटेज भयो है बहिनी यता छिन् भित्र देखिएन साथीहरू अँध्यारो भएर सो म यता छु अब चाहिँ हामी जानुपर्ने हुन्छ यता कटेजतिर एकछिन बस्ने ओर्ने पोज आइरहेको छ साथीहरू म फेरि हो क्यामेरा कता कता हलाइरहेको हुन्छु सो गाइस कटेजतिर चाहिँ कस्तो आइरहेको छु म भिडियोमा हेर्नुहोस् साथी म हेर्छु एकदम राम्रो ब्युटिफुल लेडी धरे ट्याक्क लाएर अब चाहिँ हामी भालुढुङ्गादेखि फर्किँदैछौँ फर्किँदै होइन अझै माथि जाँदैछौँ अब हामी चियाबारी जानुपर्ने हुन्छ हाम्रो भालुढुङ्गा चाहिँ घुम्यो त्यस्तो धेरै उयो त छैन तर जो इलामा आएपछि भालुढुङ्गा चाहिँ चियाबारीतिर आएपछि भालुढुङ्गा चाहिँ एकचोटि पुग्नुपर्छ भन्ने हुन्छ सो त्यही हो साथीहरू हामी चाहिँ भालुढुङ्गादेखि डाइरेक्ट आइपुगिसक्यौँ चियाबारीतिर है हामी यहाँ चियाबारीतिर घुम्दैछौँ हेर्न सक्नुहुन्छ हजुरहरूले सो बहिनी यता अगाडि जाँदैछ आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानी यस तर स्विट भोइस भएकोमा तिमी पर्छौ ल अनि सो बोक्यो होला अनि सो गाइस मेरो चाहिँ बानी छोडेर हिँडिहाल्ने खालको लागिरहेछ कि साथीहरू अघि फोन छोडेर हिँडेदेखि एकदम डर लागिरहेछ बेला बेलामा सम्झाउँदैछु नि सबै थोक बोक्नु त भयो होला नि भनेर सो यस्तै साँझको हाम्रो घुमघाम यस्तै चलिरहेछ हामी चियाबारीतिर आइपुग्यौँ घुम्दै घुम्दै भालुढुङ्गा त्यसपछि हामी चियाबारी आइपुगिसक्यौँ गाइस चाहिँ हाम्रो चियाबारीको लुक्स हो ब्युटिफुल ओके
ल साथीहरू, अब चाहिँ हामी यहाँ लपडारतिर आएको थियौँ अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ कलेजतिर एकछिन। सो अब एकदमै धुम्मिसक्यो क्या मौसम चाहिँ। यस्तै स्टुडेन्टले गर्दा बिग्रेको हो देश। शनिबार पढ्न जाँगर लाग्छ दिनलाई। कलेज लागिसक्यो, अरू बेला आउनु छैन। शनिबार चाहिँ कलेज जाने अरे। कलेज जाने साथीहरू, घुम्नलाई जाने, पढ्नलाई त होइन नि त फेरि। बुझौँ अब। सो अब चाहिँ हामी जानुपर्ने हुन्छ कलेजतिर। भारी बोक्नु। यहाँ छ साथीहरू, मेरो भारी चाहिँ छाता र ब्यागको भारी हो। धेरै केही छैन। हामी जानुपर्ने हुन्छ कलेज। हामी अघि त्यहाँ माथिदेखि आएको नि। त्यो रुख भएको ठाउँतिरदेखि यहाँ आइपुगिसक्यौँ हामी हिँड्दै हिँड्दैछौँ साथीहरू। हामी हाम्रो इलामको चियाबारीतिर यसो। मलाई गर्मी लागेदेखि मान्छे छक्क पर्छ नि अहिले। सो अब यस्तै छ, अलिअलि घुमघाम हुँदैछ आजको लागि चाहिँ। अब लगभग सकिन आँट्यो। अब कलेज जान्छौँ, त्यसपछि बजार चाहिँ त आज शनिबार बन्द हुन्छ। खासै त्यस्तो केही पनि छैन, तर पनि यसो जाउँ भन्ने कुरा आइसकेपछि त्यसपछि चाहिँ घरतिर चल्नुपर्ने हुन्छ। लगाएस तपाईँहरू पनि इलामतिर घुम्न आउनु ल साथीहरू। तर फेरि सुरु भयो। सो गाइस, तपाईँहरू पनि आउनु होला इलामतिर घुम्नलाई चाहिँ होइन। कतिजना अब इलामवासी हुनुहुन्छ भने त अब हजुरहरूलाई त अभियसली इलाम भनेको त है मुटु हो। हेलो, सन्चै हुनुहुन्छ? अनि सो गाइस, तपाईँहरू टाढादेखि हुनुहुन्छ अनि इलाम आउनु भएको छैन भने प्लिज आउनु होला। डु भिजिट इलाम भन्छु म चाहिँ। एकदमै राम्रो छ, पिसफुल वातावरण होइन। सो मलाई चाहिँ एकदमै मन परिरहेको हुन्छ। सो गाइस, हजुरहरू पनि आउनुहोस्, घुम्नुहोस् हाम्रो इलामतिर। अब हामी त यहीँ इलामवासी भए पनि हामीलाई इलाम एकदमै मन परिरहेको हुन्छ। सो तपाईँहरूलाई मनपर्छ होला भन्ने। तिमीलाई कस्तो लाग्यो त इलाम? नाइस, मजा आयो। जे होस् एकदमै राम्रो पिसफुल वातावरण छ। सो त्यति नै हो। चिया बगान छ मेन। यस्तो रिभ्यू आउँछ। घुमिसकेपछि चाहिँ रिभ्यू यतिको चाहिँ आउनुपर्ने हुन्छ। अनि यो चाहिँ हाम्रो चिया फ्याक्ट्री हो। अनि यो चाहिँ हाम्रो चिया फ्याक्ट्री हो, इलामको एकदमै पुरानो चिया फ्याक्ट्री है यो चाहिँ। सो यहाँनिर चाहिँ चिया इलाम बगानभरिको चाहिँ चिया टिपेर ल्याएर यहाँ चाहिँ बन्छ चिया है। सो ल साथीहरू, यो चाहिँ हाम्रो कलेज है। यहाँ माथिबाट हामी चाहिँ भिडियो गरिरहेको छौँ नि त, बसिरहेको छौँ हामी। दिदी बहिनी झन् फोन खसाएँ मैले। म चाहिँ खालि तपाईँले भिडियो गर्नु त लुगा नै मिलाउँदै हुन्छु क्या। सो गाइस, अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ कलेज आइपुगेर पनि होइन। हामीले चाहिँ भालुढुङ्गा, त्यसपछि चियाबारी घुम्दै हामी कलेजसम्म आइपुग्यौँ। यहाँ आएको बेलामा यसो कलेज पनि भिजिट गरिदिउँ भनेर होइन। अरू बेला कलेजमा आए पनि यसो आउनु पऱ्यो नि त, कहिलेकाहीँ त आफ्नो कलेजलाई दर्शन गर्दै गर्नु पऱ्यो। सो गाइस, स्कुटीवाला मान्छे होइन त्यो अर्कै होला त्यो त त्यही जस्तो देखेँ क्या मैले। अनि सो गाइस, अब चाहिँ हामी बजारतिर जान्छौँ एकछिन अनि रुम जान्छौँ, त्यसपछि फर्किन्छौँ। तर आज शनिबार बजार त सबै बन्द हुन्छ होला। तल जानु पर्दैन। अनि सो गाइस, अब हाम्रो घुमाइ चाहिँ यस्तै हुँदैछ। गल्न पनि लागिसक्यो। अब चाहिँ आज हामी 12-1 बजीदेखि यी फेरि गलेकी छैनन्। म गलिसकेँ। म दिनरात हिँड्ने बानी भएको मान्छे गलिसकेँ है। तर केही छैन, गलेँ भनेर चाहिँ भन्दिनँ, बस्दिनँ। म गले पनि हिँडिरहेको हुन्छु हिँड्न चाहिँ। सो अब चाहिँ हामी जानुपर्ने हुन्छ गाइस। अब यस्तै हो, यहाँनिर बसेर पनि भएको छैन। अब हामी घर फर्किनु पर्ने हुन्छ। आज जस दिन राम्रै भयो हामीलाई। डुल्न जति बेला कि लुगा मिलाउँदै हुन्छ कि। सो गाइस, गाह्रो छ अगाडि हिँड्न, गाह्रो छ। मेरो बहिनी खालि लुगा मिलाउँदै गरेको, के गर्दै गरेको, म त्यहाँ आएँ भनेर गुनासो एकदमै ठुलो छ। सो उनलाई अगाडि हिँडेर म पछि आउन थालिसकेँ साथीहरू। पछाडि हजुर। सो गाइस, दिस इज आवर कलेज है। एकदमै राम्रो छ हाम्रो कलेज चाहिँ। तर यहाँ पर चाहिँ हाम्रो कन्स्ट्रक्सनको काम भइरहेछ नि त। सो अलिकति डिस्टर्ब, अलिकति मिसम्याच भइरहेको छ। तर केही छैन साथीहरू है। यति राम्रो कलेजमा पढ्न पाउने हामी यति राम्रा मान्छेहरू छौँ। आफ्नो तारिफ आफै हान्दै हिँडिरहेको छु म होइन। एकदमै राम्रो छ हाम्रो कलेज, एकदम ब्युटिफुल छ। हेर्न सक्नुहुन्छ हजुरहरूले है। यो चाहिँ
ब्युटिफुल कलेज छ ब्युटिफुल कलेजका हामी ब्युटिफुल स्टुडेन्ट्सहरू छौँ हेर्नुहोस् त कस्तो राम्रो छ तपाईँहरूले पत्याउनु भएको थिएन होला होइन मैले हाम्रो कलेज राम्रो छ भन्दाखेरि तर अभियसली एकदमै राम्रो छ हाम्रो कलेज चाहिँ अहिले चाहिँ अलिकति राम्रो भन्न चाहिँ मिलिहाल्दैन किनभने कन्स्ट्रक्सनको कामले गर्दाखेरि चाहिँ अलिकति मिसम्याच भइरहेछ नि त यहाँ अगाडि कन्स्ट्रक्सनको काम चलिरहेछ सो अलिकति डिस्टर्ब भइरहेछ त्यहाँबाट हाम्रो नेपालको नक्सा यता चाहिँ महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम भनेर लोगो छ अनि यो माथिको बिल्डिङ चाहिँ हाम्रो लाइब्रेरी भयो यता चाहिँ हाम्रो क्लासरुमहरू छ है सो गाइस दिदी इन हर कलेज उता है उता देखाउनु न तपाईँको ब्लग त्यसरी देखाउनु न तपाईँको ब्लग उता हाम्रो प्लस के हो हामी सेकेन्ड फ्लोरमा चाहिँ हाम्रो क्लास थियो थर्ड इयरको चाहिँ अब फोर्थ इयरको चाहिँ कहाँ हुन्छ आई डोन्ट कलेजै आएको छैन अल्छी दिदी अस्तिको दिन हाम्रो फ्राइडेदेखि कलेज सुरु भयो बट म कलेज आएको छैन अब आउनुपर्ने हुन्छ बिस्तारै बाई बाई यता आउँदा भयो किन यति भन्छ नि त बाई भनेर